everyone, welcome back to my YouTube channel. I hope सबजना सन्चै हुनुहुन्छ होला। त्यसपछि चाहिँ गाइजहरु सबै सन्चै हुनुहुन्छ भनेपछि कहाँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ यसो लाइक शेयर सब्स्क्राइब गरिदिनु होला टिङ टिङ लाएर। त्यसपछि गाइज हाम्रो फनी भिडियोहरु आइरहेको हुन्छ। Now I am म चाहिँ अहिले दियालो फुलेन खालिका नगरमा छु भने के गर्दै छु भन्दै हुनुहुन्छ होला। म यहाँ जुस ग्लासहरु चाहिँ वाइप गर्दै छु गाइज। अनि तपाईहरु के गर्दै हुनुहुन्छ? अनि हाम्रो चाहिँ आजको चाहिँ 250 जनाको के भन्छ पार्टी थियो हैन पार्टी छ। त्यसको सेटअप हेर्न सक्नुहुन्छ। माइन्ड ब्लोइङ छ हाम्रो यो सेटअप हान्ने भाइ चाहिँ हाम्रो निराजन बस्याल हुनुहुन्छ भनेपछि उहाँ चाहिँ अहिले खाना गइराख्नु भएको छ, जानु भएको छ, गइराख्नु भएको छ है। अनि गाइस यहाँ पछाडी चाहिँ देख्न सक्नुहुन्छ हाम्रो यहाँ रमिता अनि त्यसै गरी चाहिँ अनि गाइस अरु भन्नु सुनाउनुस् के छ हालखबर तपाईहरुको? हाम्रो त यस्तै छ। हिजो चाहिँ आधा काम भइसकेको थियौं अनि आज चाहिँ आधा काम बाँकी रहेको काम चाहिँ सबै भ्याउँछौँ हामीले चाहिँ। अनि लास्टमा चाहिँ हामीले यसो के काम गर्नुपर्ने थियो र के काम भ्यायौं कुरा भन्ने कुराहरु चाहिँ सब देखाउने छौं। बार सेटअप भन्न चाहिँ बाँकी नै छ मेरो साथीहरु। बारमा चाहिँ आज हाम्रो जोरदार धमाका लाग्नेवाला छ है। त्यसै गरी चाहिँ अब हामीले चाहिँ धेरै कामहरु गरिसकेका छौं। अनि हाम्रो चाहिँ यहाँ विष्णु भाइ फेरि हेर्न सेन्टी पारामा है। हेलो विष्णु भाइ। हेलो। साधन राज वैद्यको गाना सुन्दै मस्त है त्यहाँबाट चिल पारामा। कसको यो? रकेट शोर अरे के कसको आई डोन्ट नो, मलाई पनि थाहा भएन यो गाना चाहिँ कसको। हजुरलाई थाहा छ भने प्लिज कमेन्ट गर्नु होला। अनि गाइज आज हिजो त्यस्तो पानी परे कस्तो दामी मौसम गरेछ। आज यस्तो टन पुरै घाम लागेको छ के गरी गर्ने होला यार। अन्त हाम्रो पार्टी चाहिँ 5 बजेबाट स्टार्ट हुन्छ। 5 बजेबाट त अलिकति घाम डुबिसकेछ, हल्का शीतल पनि हुन्छ होला। होप राखौँ अलि शान्तितिर हावा चलोस्, यसो अलिअलि पानी परोस्, शीतल होस् अनि माइन्ड ब्लोइङ होस्। अनि नबोले के नि त ब्लगमा को बोल्छ भनेर सुनेर बस्नु त्यहाँ पागलहरु। जस्ट फर किडिङ गाइज। अब चाहिँ काम हेर त ल टप हेर त यो टप गाइज हामी यतिसम्म निर्दयी भएछौँ कि हामीले यहाँ टप पनि चेन्ज गरेको लास्ट कुरो भयो। अनि हाम्रो चाहिँ हिजोको निरतन यहाँ न हिजोको हाम्रो सेटअप हान्ने भाइ चाहिँ म देखाउन गइरहेको छु एकैछिन रुक्नु है। म यहीँ बोला